सबैजना वेलकम छ। म चाहिँ आज जरङखु महोत्सव हेरेर निस्किएको होइन। अब चाहिँ म यसरी तयारी गर्दैछौँ। आजको हाम्रो यात्रा चाहिँ माथि महोत्सवतिर हुनेछ है त। माथि हो है। हजुरहरूले म महोत्सवको भिडियो पनि सकेसम्म देखाउन कोसिस गर्छु। यसरी निस्किँदा रुमबाट सर अब गाडी जान्छु। महोत्सवमा चाहिँ स्टेजमा चाहिँ उहाँलाई सम्बोधन गर्दै आइरहेको छु। नामै काफी छ हो कि होइन? एकदमै सफल गायिका हुनुहुन्छ, ब्युटिफुल सिङ्गर हेलिना चाहिँ हामी माझ आइसक्नु भएको छ। बसिदिनु होला, अब पानी पनि पर्दैन र एलिना बहिनीलाई हामीले स्टेजमा पनि चढाइसकेको छौँ। उहाँलाई अब खाता लगाएर सम्मान पनि गर्नेछौँ पक्कै पनि। र उहाँलाई खाता लगाई सम्मान गरिदिनु हुनको लागि तारकेश्वर नगरपालिकाका हाम्रा युवा नेतृत्वहरू हुनुहुन्छ।
लाइभ पनि बोल्नु एकदम स्पेसल हामी गर्छौँ आजको लागि सानो मोबाइल निकालेर हेर्नु हजारौँ सङ्ख्यामा छौँ आज हामी त्यसैको मोबाइल यति मात्र हो कहाँ हुन्छ यसरी हुँदैन ओके त्यसैले हामी 10 गीत गर्छौँ त्यसपछि स्वागत गर्छौँ हुन्छ गाइस रेडी हुनुहुन्छ धोकेबाज भयो यो पानीले धोका दिएको बेलामा धोकेबाज धेरै नगाऊ होला अब अर्को गीत है त के माया लाग्छ र मेरो याद आउँछ
गिफ्ट दिइरहनु भएको छ भाइले। थ्याङ्क यू सो मच भन्न चाहन्छु र प्रशासनले दिनुभएको यिनै